सब गाइस आज चाहिँ हामी होइन अब यता हाम्रो रोजन यता हेर रोजन हेलो पल यता चाहिँ रितेश ब्रो होइन यता हुनुहुन्छ हाम्रो विशाल ब्रो उहाँलाई जुमसुम भएर चिनिन्छ यता हुनुहुन्छ श्रीकृष्ण होइन यता छु म होइन आजको हाम्रो प्लान चाहिँ वासिङटन स्टेटको फेलिन फल जाँदैछौँ है अहिले यहाँ ग्यास लाउने क्रममा ग्यास लाउने कार्यक्रम हुँदैछ यहाँनिर अब यति कति ग्यास हुन्छ आज हाम्रो ड्राइभर हुनुहुन्छ हेम सर यता हुनुहुन्छ हाम्रो रितेश ब्रो उहाँ हुनुहुन्छ हाम्रो श्रीकृष्ण यता हुनुहुन्छ हाम्रो सेफ विशाल माया हे माया म तिमी बिना मर्छु 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 I'm trying this today. Lawyer साथियों हामी चाहिँ अब डिमन्सबाट चाहिँ I-5 साउथ फ्रीवे नर्थ साउथ I-5 नर्थतिर जाँदैछु है कालो कालो कपालमा मेहन्दी लगाए के भन्नु अरे कालो कालो कपालमा मेहन्दी लगायो तिम्रो दिलको खानामा बन्दी बनायो मिठो मिठो बोली तिम्रो
कपालैमा मेहन्दी लगायो पानीझरी भए पनि हाम्रो यात्रा एकदम तुफान गइरहेको छ हाम्रो ड्राइभर साहबले राम्ररी पुऱ्याउनुहुन्छ कि भन्ने आश छ केही छ कुहिरोहरू पुरा उडिरहेको छ मन मिल्ने मायाको खाँचो छ आप ये जो देख रहे हैं ये I-90 ईस्ट है अभी हम वॉशिंगटन स्टेट का फ्रैंकलिन फॉल्स जा रही है मेरे पास है ड्राइवर में पॉल लिंबू वहाँ पे है वीर लिंबू वहाँ पे है रितेश राय वहाँ पे विशाल राय एंड माई सेल्फ विकास सुब्बा Okay. Yes. La la la. क्यों हामीलाई चिन्दैन यो गाडीले नि अब हामी जाँदैछौँ हामीलाई किन जित्यो यो गाडीले हामीलाई किन जित्यो यो गाडीले
भाइ रे आई वान्ट श्रीकृष्ण टु डान्स होइन अगाडिको त्यो माउन्टेन देखाइदिउँ है तपाईँ यो हामी जाने माउन्टेन यो माउन्टेनकै हामी फेदमा जान्छौँ कहिले ल्याउनु त जुम गर्दै बबल चाहिँ हामी यहाँ चाहिँ वे टु डेस्टिनेसन आज चाहिँ हामी पुगेको छैनौँ हाम्रो यात्रा जारी नै छ 1 घण्टा जस्तो होइन यता हाम्रो यात्रा पुरै हुन्छ पक्का त छ आज अब है यो हामी यस्तो गुड थिङ इज घाम लाग्यो क्या यस्तो ब्युटिफुल यहाँ डब्लुले किन न्यु खोजेको गाडी त साइड लगाउँछ कति रोमणीय जग्गा यहाँ डिस्टर्ब नगर पाइलटलाई पाइलट भइसकेको फेरि बिहाजहरूले पाइलटले अब उडाउँदैछ अन्त सगरमाथा नेपालको साह्रै पो घुमे त मेरो सगरमाथा चाहिँ साह्रो राम्रो छ अघि मैले हेरेको नि त ल है गाइस हामी चाहिँ स्टिल अन द वे टु फ्यालिन फल पुरै चाहिँ सेता छ नि सेता तपाईहरु त्यो माथि देखिरहनु भएको माउन्टेनको माथि चाहिँ फेरि बादल है त्यो पहाडलाई त्यो माथिको कुहिरोले चुमिरहेको छ अरे आमा ल दाजु काखमै राखिरहेछ होइन दाजुले गाडी साइड लाउँछ है सर्भिस राम्रो दिउँ है के भनेछु खाने कुरामा चाहिँ ड्राइभरले आज गिटी गर्ने पुरै उसले भने जस्तो हुनु पर्यो यहाँ आए ड्राइभर अहिले चाहिँ अघि भात भुटेर दिएको होइन दाजु आज के दिनु मेरो त $20 त गएको चाङमिनमा कताबाट हुन्छ डिस्काउन्ट त त्यो भन्दा नि उनीहरूले बोलेकोमा चाहिँ पुरै नार्को बालको गीत लगाइदिनु ल गाइज हामी चाहिँ अलमोस्ट देयर त्यो स्कुल टेन्सनले नै हामी एडिटरहरू बोकेर हिँडेको ल गाइज अनि उता यताको पहाडदेखिको फेरि इन्ट्रेस्ट फ्री वे भन्दा अझै छ होइन यता चाहिँ अब हामी चाहिँ लाग्यौँ है यो बाटो चाहिँ एक्चुअली यहाँ अलिक देखिएन क्या फेरि फेरि स्याटरलाई पसौँ फ्रिवे छोडियो गरे केटाहरूमा जान्छु अब सिग्नल दिएर जा स्याटरतिर नेपाली जिपिएस अरे नि त तपाईँ यहाँबाट दायाँ जानुहोस् त्यो भएन है त्यो नेपाली जिपिएस कसरी भएन अलिक राम्रो छ अरे अझै सम्मान गर्नुलाई तपाईँ यहाँ स्टाफ चाहिँदैन रोड तपाईँको अगाडि बन्द रहेछ बिस्तारै जानुहोस् हामी वक गर्नुपर्ने हुन्छ यहाँबाट चाहिँ ब्लक एकदम राम्रो हुन्छ हौ चाहिँ कहाँ वाक गर्नु यहाँबाट कहाँ राख्नु ल गाइज हामी चाहिँ अहिले यहाँ फ्रेङ्कलिन फल जाने यो एउटा जक्सनमा छु होइन रोड क्लोज भएको रहेछ त्यही भएर हामी चाहिँ अब हाइकिङ गर्दै जाँदैछौँ गाडी लक गराए बाटो क्लोज छ है सो हामी चाहिँ अब हिँड्दै जाँदैछौँ ल हिउँ सुरु भयो साथीहरू यहाँबाट चाहिँ